नमस्कार सबैजनालाई। र आज युरोपमा तिर प्रोसेस गर्न चाहनुभएका धेरै साथीहरूको लागि एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र मलाई एउटा दुःख लागेको कुरा, तपाईँहरूलाई यति धेरै कुराहरू मैले लिगल कुराहरू बताइरहेको हुन्छु, तपाईँहरूले मेरो भिडियोलाई सेयर गर्ने एकदमै धेरै कन्जुसी गर्नुहुन्छ। त्यस कारणले गर्दा यो भिडियोलाई सकेसम्म तपाईँका सम्पूर्ण साथीहरूलाई चाहिँ सेयर गर्नु होला। र यो एकदमै इम्पोर्टेन्ट छ जो युरोपतिर प्रोसेस गर्न चाहनुभएका साथीहरूको लागि। तपाईँलाई चाहिँ यो धेरै एजेन्सीहरू यहाँ चाहिँ धेरै कन्सल्टेन्सीले नेपालमा होस् या गल्फमा भएका धेरै कन्सल्टेन्सीहरूले चाहिँ तपाईँलाई के कुरामा भरम छर्छ त भन्ने कुरामा आज क्लियर पार्न चाहन्छु। यो अफर लेटर र कन्ट्र्याक्ट लेटर, यो दुईटा कुरा तपाईँलाई स्पेसल्ली नेपालमा चाहिँ धेरै एजेन्सीहरूले तपाईँलाई चाहिँ इन्टरभ्यू लियो भने तापनि या इन्टरभ्यू लिएन भने तापनि तपाईँले डकुमेन्ट दिइसके पछाडि र तपाईँको चाहिँ पुलिस क्लियरेन्स एप्लाई भइसके पछाडि चाहिँ तपाईँलाई चाहिँ हातमा थमाइदिने भनेको एउटा अफर लेटर। यो अफर लेटरमा चाहिँ सामान्य चिज हुन्छ, जस्तै तपाईँ पासपोर्ट लेख्छ अनि माथि एउटा कम्पनीको नाम जस्तो लेख्छ, त्यस पछाडि चाहिँ कम्पनीको नाम पनि प्रायमा हुँदैन, त्यस पछाडि चाहिँ यति स्यालेरी, यति दिन ड्युटी, यति घन्टा ड्युटी, यति दिन छुट्टी, यस्तो लेखिदिया हुन्छ होइन। त्यो चाहिँ 95% चाहिँ तपाईँको कन्सल्टेन्सीले चाहिँ प्रिन्ट गरे हुन्छ, कन्सल्टेन्सीले चाहिँ प्रिन्ट गरेर दिन्छ। अब तपाईँ त्यही पेपर लिएर 5-7 महिना 10 महिनासम्म कुरेर बस्नु भएको छ निर्धक्कसँग कि मेरो काम भइरहेछ भनेर, हो। त्यही पेपर, त्यो पेपर पाएपछि चाहिँ ओहो म त अब युरोप जाने भएँ भनेर मजाल मक्ख परेर तपाईँ पेपर लिएर बस्नुहुन्छ, तर काम हुँदैन है। अस्ति जो एउटा घटना, एकजनाले चाहिँ रोमानियाको लागि एप्लाई गर्नु भएको रहेछ अनि उहाँको अफर लेटर हेरेको पुरै बिचबिचमा धर्का बनाएर मेटेको छ। हेर्नुहोस्, त्यस्तो अफर लेटर लिएर 7 महिनासम्म उहाँ कुरेर बस्नु भएको छ मेरो काम भइरहेछ भनेर। अनि एउटा अर्को घटना, तपाईँको बुल्गेरिया पठाइदिन्छु भनेर एकजनाले चाहिँ उहाँलाई चाहिँ कन्ट्याक्ट गरेछ अनि त्यस पछाडि उहाँ जोडिनु भएछ। उहाँ सोझो मान्छे बिचरा, उहाँले चाहिँ पैसा पठाइदिए भनेर डकुमेन्ट र पैसा चाहिँ तुरन्त पठाइदिनु भएछ होइन। 60,000 मागेको थियो अरे, 60 छैन 60 छैन भन्यो भने, मसँग पैसै छैन भन्यो भने चाहिँ झर्दा 30,000 रुपियाँ चाहिँ उहाँले चाहिँ दिनुभएछ, पठाइदिनु भएछ होइन ब्याङ्कमा। अनि उसले चाहिँ त्यो डकुमेन्ट पठाएको भोलिपल्टै उसले अफर लेटर पठाइदिएछ अफर लेटर होइन। पुलिस क्लियरेन्स बनिसक्यो, सबै बनिसक्यो, तपाईँ अफर लेटर आइसक्यो भनेर एउटा चाहिँ प्रिन्ट गरेछ र त्यो अफर लेटर पठाइदिए। यस्ता फेक गर्ने कन्सल्टेन्सी एजेन्सी तपाईँको गल्फ र नेपालमा यति धेरै छन् कि अनगिन्ती छन्। यिनले तपाईँको चुल्लुम्म पैसा चाहिँ सोर्ने अनि लिएर चाहिँ उसले चाहिँ कहाँ पैसा लगानी गरे हुन्छ, तपाईँलाई झुरुम्म जोबाएर राख्ने, हजुरको काम केही पनि हुँदैन। त्यस कारणले गर्दा तपाईँले यो डकुमेन्टलाई चाहिँ बुझ्न जरुरत छ। अफर लेटर र यो कन्ट्र्याक्ट लेटर उस्तै हो भन्नुहुन्छ धेरै साथीहरूले, धेरै फरक कुरा हो। अफर लेटर चाहिँ सामान्य पेपर हो, त्यो चाहिँ एज अ कन्सल्टेन्सीले प्रिन्ट गरे, कति कन्सल्टेन्सीले त्यसरी नै दिन्छ है। तर कन्ट्र्याक्ट लेटर भनेको तपाईँ र कम्पनी बिचको सम्झौता पेपर हो। यदि त्यो लिगल अफर लेटर हो भने त्यो पनि अफर लेटर पनि डुप्लिकेट बनाउँछन्, तर तपाईँले त्यसलाई राम्रोसँग भेरिफाई गर्नुपर्छ। तपाईँको अफर लेटर आयो भने तापनि त्यो पछाडि नै कन्ट्र्याक्ट लेटर आउनुपर्छ, किनकि तपाईँ र कम्पनी बिचको सम्झौता खोइ त है। कन्ट्र्याक्ट लेटर भनेको तपाईँ र कम्पनी बिचको सम्झौता हो, पेपर हो, र त्यो एकदम इम्पोर्टेन्ट पेपर हो। डकुमेन्ट हेर्नुहोस्, यहाँ तपाईँ भोलि भिजा लाएर यहाँ आइसके पछाडि पनि तपाईँले सम्झौता अनुसारको चाहिँ तपाईँले चाहिँ काम पाउनु भएन, सम्झौता अनुसारको स्यालेरी पाउनु भएन भने कम्पनीलाई चाहिँ तपाईँले न्याय माग्ने पेपर हो। त मेरो स्यालेरी यति छ कन्ट्र्याक्टमा, मेरो चाहिँ काम यो, मैले यो गर्न पाउनुपर्छ, मैले यति स्यालेरी पाउनुपर्छ भनेर प्रुफ देखाउने डकुमेन्ट हो। त यदि त्यो प्रुफ तपाईँसित भएन र
मलाई चाहिँ मेरो चाहिँ एजेन्टले मेरो चाहिँ कन्सल्टेन्सीले यति पाउँछस् भनेर पठाएको थियो भन्नु भने त्यसैसित गएर माग भनिदिनु के गर्नुहुन्छ तपाईँ? यहाँ त प्रुफ चाहिन्छ। त्यस कारणले गर्दा कन्ट्र्याक्ट लेटर एकदमै इम्पोर्टेन्ट पेपर हो। यो पेपर चाहिँ तपाईँले युरोपको जुनसुकै कन्ट्री वर्किङको लागि एप्लाई गर्नु भएको छ भने तपाईँको कन्ट्र्याक्ट लेटर आउन जरुरत छ। त्यो कन्ट्र्याक्ट लेटर पनि भेरिफाई गरेर ओरिजिनल भएपछि मात्रै तपाईँले चाहिँ एमाउन्ट दिएर चाहिँ वर्क पर्मिटको लागि पैसा प्रोसेस गर्नुहोस्। यो अफर लेटर चाहिँ एउटा यसो चाहिँ प्रिन्ट गरेको पेपर दिएर चाहिँ तपाईँ झुर्लुम्म 2-3 लाख दिएर चाहिँ वेट गरेर नबस्नुहोस् है। अनि त्यो अफर लेटर पनि 3 देखि 5 पन्नाको हुन्छ, प्रायः 3 पन्नाको जान्छ नयाँ 5 पन्ना 3 देखि 5 पन्ना। त्यसमा सब तपाईँको एभ्रिथिङ लेख्या हुन्छ है, खान बस्न इन्सुरेन्स हैन, ट्रान्सपोर्टेसन, अनि तपाईँको कन्ट्र्याक्ट पिरियड कति हो हैन, इत्यादि सबै चिज लेख्या हुन्छ। अनि लास्टमा चाहिँ कम्पनीको छाप हैन, बोसको नाम, बोसको सिग्नेचर, अनि अर्कोपट्टि तपाईँ साइन गर्ने ठाउँ छोडेर उनीहरूले चाहिँ कम्पनीले पठाएको हुन्छ। त्यसमा तपाईँले सबै पढेर त्यो फेरि कुनै कन्सल्टेन्सीले फोटो खिचेर पठाइदिएको छ भनेर चाहिँ यहाँ चाहिँ यसो आछ अरे भनेर नपत्याउनुहोस्। प्रिन्ट गरेर तपाईँ हातमा आउनु पऱ्यो, तपाईँले पढ्नु पऱ्यो त्यसलाई 10 पटक, अनि तपाईँले मजाले बुझ्नु पऱ्यो। बल्ल त्यो चाहिँ तपाईँलाई चित्त बुझे साइन गरेर पठाउने बल्ल वर्क पर्मिट चाहिँ आउँछ है। त्यसले गर्दा यो कुरामा नझुक्किनुहोस्। कुनै पनि कन्सल्टेन्सीले मेरै दाइ हो, गाउँकै दाइ, मेरै मामा हो, मेरै चाहिँ भान्दाइ हो, या चाहिँ मेरै काका हो भनेर चाहिँ विश्वास नगर्नुहोस्। के मान्छेको बोलीलाई विश्वास गर्ने जमाना होइन यो। लिगल प्रोसेस र लिगल डकुमेन्टलाई विश्वास गर्नुहोस्। तपाईँको चाहिँ काम त्यसरी लिगल चाहिँ हुनसक्छ र तपाईँ चाहिँ युरोपको चाहिँ यात्रा सफलतापूर्वक चाहिँ आउन सक्नुहुन्छ। र तपाईँहरूलाई म हटली रिक्वेस्ट गर्छु कि तपाईँहरूले यत्रो मैले कुराहरू गर्छु कि तपाईँहरूलाई लिगल कुराहरू, तर तपाईँहरू मेरो भिडियो सेयर गर्ने एकदम कन्जुसै गर्नुहुन्छ, मलाई दुःख लागेको कुरो। र यो भिडियोलाई जति सक्दो साथीहरूलाई सेयर गर्नुहोस् र जति पनि नयाँ साथीहरू हुनुहुन्छ फलो गर्न चाहिँ नबिर्सनु होला। थ्याङ्क यू सो मच।